के छ र यार, जीवनमा के छ र? यो दुनियाँ यति स्वार्थी छ, तपाईँले सोचेको भन्दा 10 गुणा बढी स्वार्थी छ यो दुनियाँ। तपाईँ मर्यो कि बाँच्यो, तपाईँ के कारणले, तपाईँको आफ्नो के समस्याले, तपाईँको आफ्नो के पीडाले तपाईँ मर्नुभयो, दुनियाँलाई केही पनि फरक पर्दैन। रिलेसनसिप भन्दाखेरि चाहिँ मलाई अहिलेको हाम्रो यो जेनेरेसनमा चाहिँ अहिले यस्तो मलाई कतिपय मानिसहरू चाहिँ आफ्नो प्रब्लम्सहरू सल्भ गर्न नसकेर आफ्नो समस्याहरूको कारणले गर्दाखेरि चाहिँ सुसाइड गर्छन्। केही पनि यो समस्याको समाधान छैन भनेर चाहिँ हामी आफूले आफूलाई नै दोष दिएर चाहिँ हामी समाधानतिर ध्यान नदिएर चाहिँ हामी आफ्नो समस्या प्रब्लम्सहरूलाई चाहिँ चाहिने भन्दा पनि धेरै ध्यान दिएर चाहिँ त्यसलाई भएको भन्दा पनि धेरै ठुलो बनाएर हेर्छौँ। हामी त्यो हिसाबले चाहिँ हामीहरू चाहिँ त्यो स्टेजमा पुग्छौँ जुन स्टेजले चाहिँ मानिसहरू धेरै मृत्युको मुखमा पुर्याइरहेको छ र चाहँदा चाहँदै पनि कतिपय मान्छेहरू चाहिँ खुसी रहन सकिरहेको छैन र आफ्नो यति राम्रो सुन्दर जीवनलाई चाहिँ त्यतिकै कुनै समस्या प्रब्लम्सहरूको कारणले चाहिँ नष्ट गरिरहेको छन्। त्यसैले म तपाईँहरूलाई के भन्छु भने जुनसुकै समस्याहरूको पनि समाधान छ। हामी मानिसहरूलाई धेरै किसिमको समस्याहरू आइपर्छ। तपाईँको बिजनेसको प्रब्लम्स हुनसक्छ, फ्यामिली प्रब्लम्स हुनसक्छ, समाजको समस्या हुनसक्छ, तपाईँको साथीभाइको समस्या हुनसक्छ, होइन, तपाईँको स्वास्थ्यको समस्या हुनसक्छ, तपाईँको रिलेसनसिपको समस्या हुनसक्छ। रिलेसनसिप भन्दाखेरि चाहिँ मलाई अहिलेको हाम्रो यो जेनेरेसनमा चाहिँ चिन्ता लाग्छ। जुन अहिले हाम्रो यो जेनेरेसन छ यसमा चाहिँ हामी जब सम्बन्धमा पर्छौँ, लभ पर्छौँ भनौँ न, हामी जब प्रेममा पर्छौँ, एकदमै डिप प्रेममा पर्छौँ कि हामी, त्यो कारणले चाहिँ अहिले हाम्रो यो जेनेरेसनमा चाहिँ एकदम हाम्रो सहने शक्तिहरू चाहिँ एकदमै कम हुँदै गइरहेको अवस्था छ। तपाईँहरूको बिजनेस प्रब्लम, जब प्रब्लम, स्कुल्स प्रब्लम, तपाईँको फ्यामिली प्रब्लम्स, समाजको प्रब्लम्स, सबै प्रब्लम्सहरूलाई हेर्दाखेरि चाहिँ सबैभन्दा घातक प्रब्लम समस्या मैले देखेको चाहिँ रिलेसनसिपको चाहिँ मैले अहिले देखिरहेको छु। अहिले हाम्रो यो जेनेरेसनमा चाहिँ हामी मान्छेहरूलाई चाहिँ एकदमै सहने शक्ति चाहिँ एकदमै कम हुँदै गइरहेको चाहिँ अवस्था छ। अब टाइम पास गर्नेहरूको लागि त त्यस्तो केही मतलबै हुँदैन, तर जो चाहिँ एकदम डिप प्रेममा परेको छ भने यदि केही कारणले चाहिँ उनीहरूको सम्बन्धमा चाहिँ, उनीहरूको प्रेममा चाहिँ समस्याहरू आउँछ र केही समस्याहरूको कारणले चाहिँ, कारणवश उनीहरूको सम्बन्ध चाहिँ बिग्रिन्छ र सम्बन्ध टुट्छ भने त्यो बेलामा सहन एकदमै गाह्रो हुन्छ। र त्यो बेलामा, त्यो समयमा चाहिँ यदि उनीहरूले राम्रो गाइड गर्ने, उसलाई सम्झाउने, उसलाई साथ सपोर्ट दिने र उसलाई सम्हाल्ने मान्छे चाहिँ पाएन भने त्यसपछि चाहिँ उसले जे पनि गर्न सक्छ। त्यो कारणले चाहिँ अहिले धेरै सुसाइड केसहरू पनि बढिरहेको छ, जुन चाहिँ रिलेसनसिपहरू बिग्रिन्छ, टुट्छ, अनि त्यो केसहरूमा चाहिँ एकदमै ज्यादा बढिरहेको छ सुसाइड केसहरू चाहिँ, र बढ्दो क्रममा पनि छ। त्यसैले तपाईँहरू एकदम सचेत रहनु होला है। समस्याहरू भनेको सबैलाई हुन्छ, हाम्रो जीवन नै समस्याहरूको श्रृङ्खला हो क्या। समस्याहरू आउँछ जान्छ, तर जुनसुकै समस्याहरूको पनि केही न केही समाधान हुन्छ क्या त्यहाँनिर। हो, हामीलाई कहिलेकाहीँ होइन समस्याहरू आइपर्छ, हाम्रो समस्याहरूले हामीलाई एकदम पीडा हुन्छ, गाह्रो हुन्छ, तर पनि हामीले त्यो बेलामा आफूलाई सम्हालेर स्ट्रङ बनाएर, आफूले आफूलाई स्ट्रङ बनाएर चाहिँ आफूले आफूलाई सम्हालेर हामी अगाडि बढ्न सक्यौँ भने त्योभन्दा ठुलो कुरा र राम्रो कुरा तपाईँले जीवनमा केही पनि एक्सिभ गर्न सक्नुहुन्न। किनभने एकपल्ट म तपाईँहरूलाई मेरो यहीँनिर देखाएरै भनिदिन्छु होइन। यो मेरो घाउ हेर्नुहोस्, यो घाउ, यो चाहिँ म लडेको थिएँ होइन, एकचोटि बाइकबाट एक्सिडेन्ट भएको थियो। यो घाउ जब हामीलाई कुनै चोट लाग्छ होइन, त्यसपछि चाहिँ हाम्रो छाला चाहिँ यसरी डह्रो भएर, जहाँनिर चाहिँ चोट लागेको हुन्छ त्यहाँनिर चाहिँ हाम्रो छाला चाहिँ एकदम भन्छन् त्यो कडा खालको भएर क्या, डह्रो भएर आउँछ क्या त्यो छाला चाहिँ। किनभने त्यसले चाहिँ हाम्रो हातलाई, हाम्रो यो मांसपेशीलाई चाहिँ प्रोटेक्ट गर्नको लागि, बचाउनको लागि चाहिँ उसले फेरि पनि त्यहाँ चोट लाग्दाखेरि चाहिँ बचाउनको लागि, प्रोटेक्ट गर्नको लागि चाहिँ उसले नर्मल, अरू नर्मल छालाहरू भन्दा चाहिँ
जहाँनिर चोट लागेको हुन्छ त्यहाँनिर चाहिँ एकदम अलिकति बाक्लो र स्ट्रङ खालको छाला चाहिँ उत्पन्न भएर आउँछ। सो त्यही कारणले जति पनि तपाईँले आफ्नो जीवनमा दुःख पीडा चोटहरू समस्याहरूलाई चाहिँ झेल्दै त्यसलाई चाहिँ सामना गर्दै त्यसलाई चाहिँ समस्याहरूको चाहिँ समाधान गर्दै त्यसलाई सामना गरेर समाधान गर्दै त्यसलाई चाहिँ स्वीकार्दै होइन त्योसँग लड्दै चाहिँ अगाडि तपाईँ जति अगाडि बढ्न सक्नुहुन्छ त्यति नै तपाईँ स्ट्रङ बन्नुहुन्छ। त्यसैले म भन्छु तपाईँहरू आफ्नो समस्याको कारणले गर्दाखेरि नमर्नुहोस्, अरूको समस्याको कारणले गर्दा पनि तपाईँ नमर्नुहोस्, आफ्नो समस्याको कारणले गर्दा पनि तपाईँ नमर्नुहोस्। आज तपाईँले आफ्नो समस्या सल्भ गर्न सक्नुभयो भने, आजको तपाईँले आफ्नो दुःख पीडाहरूलाई झेल्न सक्नुभयो भने भोलिको दिनमा तपाईँ स्ट्रङ भएर खुसी भएर अगाडि बढ्न सक्नुहुन्छ र तपाईँको जीवन एकदमै राम्रो हुनेछ र तपाईँ सक्सेस बन्न सक्नुहुन्छ। आफ्नो समस्याहरूबाट कहिल्यै पनि नमर्नुहोस्, बरु तपाईँ आफ्नो समस्या समाधान गर्दा गर्दै मर्नुहुन्छ भने तपाईँलाई सल्युट छ। दुनिया संसारले तपाईँलाई सल्युट गर्नेछ, तपाईँलाई रेस्पेक्ट गर्नेछ, तपाईँलाई सम्मान गर्नेछ। यदि तपाईँ आफ्नो समस्याहरूको कारण आफ्नो समस्याहरूलाई समाधान गर्नु नसकेर आफ्नो समस्याहरूको पीडाले गर्दा मर्नुहुन्छ भने तपाईँ कायर हो, कायर। तपाईँलाई दुनियाँले कायर भन्छ। तपाईँ एउटा नामर्द हो, नामर्द। तपाईँ एउटा कायर हो, तपाईँलाई दुनियाँले कायर नामर्द भन्ने छ। यो दुनियाँ यति स्वार्थी छ, तपाईँले सोचेको भन्दा 10 गुणा बढी स्वार्थी छ यो दुनियाँ। तपाईँ मर्यो कि बाँच्यो, तपाईँ के कारणले, तपाईँको आफ्नो के समस्याले, तपाईँको आफ्नो के पीडाले तपाईँ मर्नुभयो, दुनियाँलाई केही पनि फरक पर्दैन। तपाईँ मर्यो कि बाँच्यो भन्ने पनि यो दुनियाँलाई फरक पर्दैन। त्यसले गरी खानु सकेन, त्यो नामर्द हो, त्यो मर्यो भनिदिन्छ दुनियाँले। त्यसैले तपाईँ स्ट्रङ भएर अगाडि बढ्नुपर्छ। के छ र यार, जीवनमा के छ र? यदि तपाईँ आफूले आफूलाई मारेर पनि के पाउनुहुन्छ र? तपाईँको आफ्नो आफन्त, तपाईँलाई नजिकबाट चिन्ने, तपाईँलाई माया गर्ने केही व्यक्तिहरूले केही दिनसम्म, भनौँ हप्ता महिना, ल भनौँ केही वर्ष, 1 वर्ष 2 वर्षसम्म तपाईँलाई याद गर्ला, ए त्यो त यस्तो थियो, मरेर गयो भन्लान्। तर त्यसपछि त सबैले बिर्सेर अगाडि बढ्ने नै छन् र बढ्नै पनि पर्छ। सो त्यही कारणले अरू दुनियाँहरूलाई मतलब हुँदैन क्या, तपाईँ मर्यो कि बाँच्यो, सबै दुनियाँ आफ्नो आफ्नो काममा बिजी छन्, सबैजना आफ्नो आफ्नो स्वार्थमा अगाडि बढिरहेका छन्, सबैजना आफ्नो स्वार्थको लागि भागिरहेका छन्। तपाईँ मर्यो कि बाँच्यो दुनियाँलाई फरक पर्दैन। त्यसैले गर्दाखेरि दुनियाँमा स्ट्रङ भएर बाँच्नुहोस्। कुनै दिन तपाईँ मरेर जाँदा पनि दुनियाँले याद गरोस्, तपाईँलाई भोलि दुनियाँले नबिर्सियोस्, त्यस्तो छाप छोडेर जानुहोस्। जाँदाखेरि पनि तपाईँको जीवनलाई त्यसै खेर नभ्याल्नुहोस्।